पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा 18 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। घाइते मध्ये 24 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ भने 1 जनाको धादिङमा नै उपचार भइरहेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइना धाराबाट गैराती 1:15 बजेतिर G2 ख 1421 नम्बरको बस त्रिशुलीमा खसेको हो। प्रहरीका अनुसार घटनामा 18 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 जना महिला रहेका छन्। उद्धार सामग्रीको अभाव र घटना राति भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। उद्धारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी सहभागी भएका थिए। हामीले ट्राई गर्यौं। अब रातिको समयमा पर्याप्त मात्रामा हामीलाई रेस्क्युको साधनहरू भएन, लाइटहरूको व्यवस्था छैन, फोर्स लाइटहरू भइदिएको भए, तपाईँको हाइड्रोलिक कटरहरू, चेन पुल्लीहरू यस्तो चिजहरू भइदिएको भए सकेसम्म त मोटर बोट पनि चाहिने जस्तो मैले आज देखेँ। किनभने होइन यत्रो मान्छेले बोट नतान्न सक्नु, नबोक्न सक्नु, हेर्नु तलमाथि गर्नलाई राति 1 बजे भएको घटना अहिले तपाईँको 6 बज्न लागिसक्यो। मान्छेले अझसम्म चेपिरहेछ। अब हामीसँग पर्याप्त रूपमा रेस्क्युको साधनहरू नभएर नै अलिकति गाह्रो भयो, नत्र भने त मान्छेहरू त धेरै नै जम्मा भएको थिए।